चाहिँ कस्तो छ होला यो वेदर हैन। यहाँ चाहिँ हेर्नु न मजाले हिउँ परिरहेछ। अस्ति 2 दिन अगाडिसम्म यस्तो राम्रो घाम लागिरहेको थियो अनि लाग्यो कि अब समर आउन आँट्यो भन्ने थियो त फेरि हिउँ पर्न सुरु गर्यो। कहिले रोकिने हो अब हिउँ सोर्नु पर्ने छ। हिउँ सोर्ने हो यसो गरेर पछाडि त सोर्नु पर्दैन। कति गाह्रो हुन्छ नि है हिउँ परेपछि ड्राइभ गर्नलाई। तर अझै राम्रो हो कि एटलिस्ट गाडीमा हिँड्न पाएको छ। ओ माई गड पहिला जापानमा आउँदाखेरि के पहिलोपटक आउँदाखेरि यस्तो हिउँ पर्दाखेरि साइकलमा हिँड्नु यति गाह्रो हुन्थ्यो। बाहिर चाहिँ बाक्लै हिउँ परिरहेछ हैन। अब एकैचोटि यो रोक्ला जस्तो चाहिँ मलाई लाग्दैन। केही दिन चाहिँ अब पर्न नि सक्छ। बरु अहिले त यति सहज भएको छ नि हैन। कारण चाहिँ अब ड्राइभ गरेको भएर पनि आफूले पहिला अब यो स्कुल जाँदाखेरि अनि त्यसपछि काममा जानु पर्दाखेरि अब त्यतिखेर गाडी पनि थिएन हैन। अब आफ्नो अवस्था पनि त्यस्तै थियो, चढ्न सक्ने अवस्था थिएन हैन। अनि के भन्छ त्यो पानी परे पनि छाता ओढेर अब हिउँसिउ परे पनि साइकलमै जानुपर्ने हुन्थ्यो, हिँडेर सम्भव थिएन जानलाई। अनि कति गाह्रो हुन्थ्यो नि है, त्यति चिसोमा लाग्नु पर्थ्यो, कुनै उपाय नै थिएन नि त। अनि अहिले त अब धेरै राम्रो भएछ। एटलिस्ट ड्राइभ गर्दाखेरि यसो भित्र त तातो हुन्छ, केयरफुल गरेर चलायो भने त धेरै राम्रो भएको छ नि त। त्यही भएर मिलेसम्म पछि चान्सहरू भयो भनेदेखि चाहिँ यहाँले पनि ड्राइभ गर्न सिक्न चाहिँ सक्नुहुन्छ। कति युजफुल हुन्छ ड्राइभ गर्न सक्यो भने। त्यो चाहिँ आफ्नो अवस्था हेरेर पनि हुन्छ। तर म चाहिँ त्यही रेकमेन्ड गर्छु सबैलाई कि एटलिस्ट ड्राइभ गर्न सक्यो भने चाहिँ जस्तो सुकै वेदरमा पनि केही हदसम्म आनन्दले काममा अथवा जता पनि जान सकिन्छ जस्तो लाग्छ। यति नै होला साथीहरू। भिडियो चाहिँ यति लामो भए पनि एकदमै हेरिदिनु भयो, साथ दिनुभयो र धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब चाहिँ घरतिर लाग्यो है त। बाई बाई।